ए नेपाली मेरो प्यारो जनताहरू, हिजो चाहिँ काङ्ग्रेस एमाले थिचोमिचोमा राखेका मान्छेलाई यानि कि थिचोमिचोमा राखेका चाहिँ समुदायलाई हामीले राजनीति प्रशिक्षण अथवा जीवन स्तर माथि उठाएर गाउँमा हिँड्दै गर्दा तब अन्यायको विरुद्धमा एकजुट र सङ्गठित बनाउँदै गर्दा तत्कालीन काङ्ग्रेस एमालेको सरकार राजासँग आत्मसमर्पण गरे। 2007 सालमा काङ्ग्रेसले आत्मसमर्पण गर्यो। 2009 सालमा एमाले आत्मसमर्पण गर्यो। आत्मसमर्पण गरिसकेपछि तपाईहरूलाई जुन थिचोमिचोमा राखिएको छ, त्यो जुन अन्याय र अन्योलमा राखिएको थियो, त्यहाँबाट मुक्त गर्दै अगाडि बढ्ने क्रममा तपाईँको चाहिँ के अरे उसले तत्कालीन चाहिँ काङ्ग्रेस र एमालेका ती गुन्डा भनौँ या देश बेचुवा भनौँ, तिनीहरूले राज्यसँग थिए हजुर। अब राज्यसँग हुँदै गर्दा तिनीहरूले पुलिस प्रशासन परिचालन गरेर हामीले मात्र के सोच्यौँ भने बन्दुकको भरमा टिकेको राज संस्थालाई ढाल्न बन्दुक नै उठाउनु पर्छ भनेर हामीले बन्दुक उठायौँ। र तपाईँहरूलाई हिजो कार्यक्रममा लगेको कुरा तपाईँलाई कहीँ लडाउन लगे होइन, तपाईँलाई गाउँघरमा कतै गोष्ठी बनाएर प्रशिक्षण दिने कुरा, त्यो कुनै तपाईँहरू त्यसको विरुद्धमा तपाईँहरूलाई मार्नको निम्ति लडेको होइन, गरेको होइन। त्यहाँ चाहिँ हामीले मात्र के त तपाईँहरूलाई यो कुराबाट मुक्ति हुनुहोस् भने प्रशिक्षण दिन र बाठो बनाउनलाई मात्र लग्यो। एकदम बाठो हुनुभएको छ अहिले। सायद यो हामीले ल्याएको लोकतन्त्र हो, एकदम बाठो हुनुभएको छ। हामी भन्दा पनि बाठो हुनुभएको छ। त्यसैले मात्रै आदरणीय नेपालमा छरेर बस्नुभएको जनसमुदायहरूलाई म एउटा कुरा के बोल्छु भने अझै पनि पुँजीवादी चिन्तनको क्रान्ति र चाहिँ सम्पन्नशालीले क्रान्ति गर्ने हो भने सम्पन्नशालीलाई जिताएर उही चाहिँ हिजोकै व्यवस्था फर्काउने हो भने काङ्ग्रेस एमाले र राष्ट्रिय स्वतन्त्रवादी घन्टीमा बदिदिनु होला। गरिबीको कुरा चाहिँ संविधानमा लेखिएको छ। गरिबीको कुरा संविधानमा, भ्रष्टाचारलाई कारबाही गर्ने कुरा संविधानमा लेखिएको छ। यो कुरा चाहिँ तपाईँहरूले चाहिँ लागू गरेर संविधान लागू गर्ने हो भने तपाईँहरूले तारा चिन्हमा भोट दिनुहुनेछ र तारा चिन्हमा भोट दिएर तपाईँको चाहिँ अत्याधिक बहुमत त नबनाऊ, ठुलो एकलौटी सरकार बनाउन दिएपछि कायापलट चाहिँ हामीले गर्छौँ। यदि चाहिँ तपाईँ, मैले पटक पनि भनिसकेको छु, राष्ट्रिय स्वतन्त्र पार्टी घन्टीलाई भोट दिनुभयो भने, जिताउनु भयो भने एमसिसी लागू हुनेछ र अमेरिकन सेना नेपालमा आएर अमेरिकन सेनाले तपाईँ हाम्रो छोरी पनि बलात्कार गर्दा कति चाहिँ नमजा होला। काङ्ग्रेस एमालेलाई भोट दिनुभयो भने उनी भ्रष्टाचार जोगाउने र हिजोको चाहिँ नदीनाला कल कारखाना बेच्ने पार्टी मात्रै हो। तपाईँहरूको यी आमूल परिवर्तनको लागि यिनी सबैलाई कारबाही गर्दै अगाडि बढेको पार्टी भने हिजोको नेकपा माओवादी केन्द्र र अहिलेको चाहिँ नेपाल कम्युनिस्ट पार्टी। आशा छ नेपाली जनताले नेपाल कम्युनिस्ट पार्टीको चाहिँ तारा चिन्हलाई भोट दिएर तारा चिन्हकै हकबाट संविधान लागू गर्ने गरी तारा चिन्हकै चाहिँ सरकार बन्ने गरी भोट दिनुहुनेछ र तपाईँहरूको सहयोग र आशा पनि यही छ। अनि यो भइसक्यो भने गरिब र धनीको जुन संविधानमा लेखिया छ त्यो कुरा चाहिँ लागू हुनेछ। जमिन कसको? जोत्नेको। घर कसको? लिप्नेको। यो कुरा त्यही लागू हुनेछ र त्यो संविधानमा लेखिया छ र त्यही संविधान प्रयोजनमा आउनेछ, त्यही लागू हुनेछ। आज नेपालमा बसेको हाम्रो जनतालाई म के भन्न चाहन्छु भने आउनुहोस्, तारा चिन्ह बढ्दै अत्याधिक बहुमत र ठुलो दल मात्रै होइन, बहुमत एकलौटी चाहिँ सरकार बन्ने गरी, तारा चिन्ह नेपाल कम्युनिस्ट पार्टीको सरकार बन्ने गरी
तपाईँहरूले मतदान गर्नुपर्ने छ र गर्नु पनि पर्छ। यहाँ स्वाधीनताको कुरा छ, राष्ट्रिय र राष्ट्रियताको कुरा छ, राष्ट्र र राष्ट्रियताको कुरा छ, हामी नेपाली र हाम्रो नेपालको भन्ने कुरा छ, हरेक कुरा छ। तपाईँहरूले आम नेपालमा छरेर बसेका जनताहरूले एउटा कुरा मात्रै के सोच्नुहोस् भने यदि तारा चिन्हमा भोट दिनौँ भने, तारालाई बहुमतले जिताएनौँ भने, एकीकृत सरकार बनाउने ढङ्गले जिताएनौँ भने यहाँ पुरानै प्रविधि जन्मिनेछ है त, पुरानै प्रविधि फर्किनेछ है त। यिनी नयाँ घन्टी सन्टी भने त यिनीबाट सञ्चालित हुन्, अमेरिकाबाट सञ्चालित, यिनीको चाहिँ कुनै कामै छैन, एजेन्डा नै छैन। त्यसैले तपाईँहरू आम नेपाली जनताले तारा चिन्हमा भोट हालेर नेपाल कम्युनिस्ट पार्टीलाई ठुलो दल मात्र सरकार बन्ने गरी मतदान हुनेछ भन्ने आशासहित म अहिले बिदा भएँ। तपाईँलाई समस्या पर्यो अथवा अप्ठ्यारो परेमा कमेन्ट गर्नुहोला।